अफिसको कामको थकान, जिन्दगीदेखि नै वैराग अनि पीडामा हुनुहुन्छ? अब खुसीका रङहरूले जीवन सजाउनुपर्छ, हाँस्दै घुम्दै जीवन बिताउनुपर्छ। सुन्दर प्राकृतिक छटाहरूसँगै आरामसँग बसेर प्रकृतिको अनुपम दृश्यको अवलोकन गर्ने होइन त? काठमाडौँबाट जम्मा 2 घण्टाको दूरीमा हेल्मो क्युल रेस्टुरेन्ट खुलिसकेको छ। तपाईँलाई यो कुरा थाहा छ त? अब हेरौँ है त रेस्टुरेन्ट कस्तो छ। काठमाडौँदेखि जम्मा 2 घण्टाको यात्रा। काठमाडौँ, नारायणटार, साँखु, छापभन्ज्याङ, बाहुनेपाटी, मेलम्ची, चनौटे हुँदै क्युलसम्म। नमस्ते, यति बेला म हेल्मो क्युल रेस्टुरेन्टमा आइपुगेको छु। निकै आकर्षक रेस्टुरेन्ट मैले यहाँ बाटोमा भेटेँ र यहाँ के रहेछ भनेर बुझ्दाखेरि हेल्मो क्युल रेस्टुरेन्ट, माछाको फोटो पनि छ, मिठो परिकारहरू देखिएको छु। हजुरलाई म हेल्मो रेस्टुरेन्ट क्युल घुमाउँदैछु। हेलो, स्वागत छ तपाईँहरूलाई हाम्रो यो हेल्मो क्युल ट्राउट रिसोर्ट। पहिला चाहिँ यहाँ भण्डारी ट्राउट रिसोर्ट थियो, यहाँ तल खोलाको किनारमा। यो 78 को बाढीले चाहिँ हामीलाई एकदम त्यो चाहिँ सबै सकिएर अहिले हामी फेरि पुनः तपाईँहरूको सेवामा हामी यहाँ आएका छौँ। अब यहाँ अहिले हाम्रो डाइनिङ रुम छ, यहाँ बसेर हामी सर्भिस दिन सक्छौँ यहाँबाट। र यो चाहिँ हाम्रो डाइनिङ हो होइन। अब यहाँ चाहिँ हामी बसेर अब एकदम यहाँको लोकल ट्राउट फिस अनि लोकल भाले होइन, सबै परिकारहरू। अब यो हाम्रो चाहिँ अब यो बेभरेज आइटमहरू छ यहाँ होइन। अनि यसै गरी अब यहाँ चाहिँ हाम्रो एकदमै अहिलेको आधुनिक किचन पनि छ हामीसँग, एकदम अब एकदम क्लिन होइन। यो पनि एकदम देखिन्छ। अब यहाँ कुक भाइ छन्, एकदम डेलिसियस खाना बनाउने भाइ छन् होइन। अनि यतापट्टि हाम्रो रेस्टरुम त त्यहाँ भइहाल्यो। अब यहाँ चाहिँ हाम्रो रुमहरू छ, हाम्रो नाइट स्टेको लागि पनि। पहिला हामी यता जाउँ। यो चाहिँ हाम्रो एटेज बेडरुम होइन। अनि यो एटेज टोइलेट पनि छ हाम्रो होइन, यहाँ एटेज छ। यहाँ पछाडि हाम्रो यो चाहिँ कमन छ। अब यसको लागि चाहिँ रुम है, यता पनि छ अर्को। यो चाहिँ यो छ होइन। बिस्ताराहरू पनि एक्सपान्ड हुँदैछ होइन। अब यहाँ छ अहिले चाहिँ एकदम लम्बोको इन्भाइरोमेन्ट, यहाँ खोला छ तल। यहाँ पनि हाम्रो अब यहाँ चाहिँ हाम्रो सानो हामीले बार पनि बनाएको छ। यहाँ चाहिँ हुक्का अब अहिलेको ट्रेन्डै हो। अनि अरू लिक्विड्सहरू छ हामीसँग, ब्ल्याक रेड लेभलदेखि लिएर अब चिम्नी, कोलदरबार होइन, रेगुलर अब उग्रम, WD-40 भड्कादेखि लिएर अब हुक्का होइन। अब यहाँ सम्पूर्ण छ तपाईँ होइन। मेरो लागि यता बेभरेज आइटम छ होइन। करिब 100 जनाभन्दा बढीको लागि एकैपटक खाजाको व्यवस्था हुने, 20 जनाको लागि नाइट स्टे गर्न सकिने, पूर्ण पारिवारिक आरामदायी कपालहरूको लागि विशेष छुटसहित ट्राउट, माछा, लोकल धानको भात एवं स्थानीय विभिन्न स्वादिष्ट परिकारहरू सहित एकमात्र रेस्टुरेन्ट काठमाडौँबाट करिब 60 किलोमिटरको यात्रामा झन्डै 2 घण्टामा हार्ड अनि सफ्ट दुवै ड्रिङ्क्स, मेलम्ची खोला अनि चारैतिर जङ्गल, अग्ला पहाड, शान्त वातावरण हेर्दै आनन्द लिन सकिने ठाउँ केवल हेल्मो क्युल रेस्टुरेन्ट नै हो। याद गर्नुहोस् है, पहिलाको भण्डारी रेनबो ट्राउट फार्म पनि यही हो नि। मेलम्ची खानेपानी आयोजना, सुन्दर झरना, प्रसिद्ध पर्यटकीय एवं धार्मिक स्थल 5 पोखरी,
पाल्चोकी माई देवी मन्दिर, हेलम्बु ग्रेट ट्रेल, सुन्दर हिमालको दृश्य, मनमोहक प्राकृतिक दृश्यहरू, शेरमाथाङ, मेलम्सीघाङ, तार्केघाङ, मनमोहक हरियाली दृश्यहरू, अलिअलि बादल अनि खुल्ला आकाश, चिसो हावापानी, आमायाङ्ग्री, प्रकृतिले दिएका विभिन्न प्राकृतिक उपहारहरू, मेलम्सी काठमाडौँ खानेपानी सुरुङ मार्ग, सुन्दर हिमालको दृश्य, खुल्ला आकाश, अघि सुरुमा कामको थकानले पीडामा म थिएँ। अब हेलम्बु अनि यो रेस्टुरेन्टमा बसेपछि त मेरो त मन नै अर्कै भयो, ज्यान नै हल्का भयो। अब हेलम्बुको सेरोफेरो यो सबै घुमेर फेरि फर्किएँ म हेल्मो क्युल रेस्टुरेन्टमै। हामीसँग चाहिँ अहिले 4वटा यहाँ चाहिँ बेडरुम छ, एउटा एट्याच छ र अरू नन एट्याच छ। अब त्यसमा पनि अब एकदम राम्रो खालको सफा होइन। जस काठमाडौँदेखि यहाँ उनीलाई नाइट स्टे गर्न चाहनेले पनि अहिले चाहिँ हाम्रो 8-10 जना चाहिँ अहिले एडजस्ट हुन्छ। र अब दसैँ पछाडि यो फेस्टिभल पछाडि चाहिँ हाम्रो फेरि अरू चाहिँ एक्सपान्ड हुँदैछ। यहाँ चाहिँ हाम्रो अब यो चाहिँ अब हाम्रो रेस्टुरेन्ट छ यहाँ होइन। सफा सुन्दर छ होइन, सबै कुराहरू जो अलिकति हाइजेनिक होइन, अलिकति अब यो छ। अहिले राम्रोसँग पुरै बाहिर चाहिँ यो बाहिरको भ्यू हो। यहाँ पनि अब हाम्रो तत्काल बन्दैछ यो यसमा ट्राउट रेस्टुरेन्टहरू बन्दैछ यहाँ चाहिँ होइन। तत्काल यो सम्पूर्ण हुँदैछ अहिले। तत्काललाई चाहिँ हामीले ट्राउट यहाँ पाउनु पोखरी देखेन अहिले होइन। यहाँबाट इन्भाइरोमेन्ट यही नै हो है। यहाँ चाहिँ ट्राउट फार्म हुँदैछ भन्ने मैले त हेलम्बु पनि पुरै घुमेँ अनि हेल्मो क्युल रेस्टुरेन्टमा मजासँग 1 हप्तासम्म बसेँ। रेस्टुरेन्टमा बस्दा निकै आनन्द भयो। खाना अनि यहाँको बसाइले मेरो मनलाई फेरि तानेको छ। अर्को पटक बिदा मिलाएर म फेरि आउने मैले जमर्को गरेको छु। अनि तपाईँ नि कहिले आउनुहुन्छ त हेल्मो क्युल रेस्टुरेन्ट अनि हेलम्बु घुम्नलाई? ल छिट्टै आउनुहोस् है, छिट्टै।